हुन्छ परमेश्वरलाई धन्यवाद छ सबैजनालाई जय मसी। मैले चाहिँ आजको वचनबाट पाएको आशिष चाहिँ मैले तपाईँहरूलाई बाँड्नेछु। अनि आजको वचन चाहिँ थियो एफिसीको पुस्तक 4 अध्यायको हामीले 17 देखि 32 पदसम्म चाहिँ हेरेका थियौँ। अनि यहाँनिर चाहिँ ज्योतिका सन्तान भई जिउनु भनेर यहाँनिर शीर्षक छ। अनि तपाईँले यो खण्ड पुरै पढ्न सक्नुहुन्छ है। अनि यो खण्डबाट चाहिँ मैले के आशिष पाएँ त भन्दाखेरि एकदम गहिरो तरिकाले मैले यो वचनलाई चाहिँ बुझ्न पाएँ है। अनि यो वचनको शीर्षक थियो नयाँ जीवनमा जिउनु भनेर भनेको छ। अनि हामी चाहिँ कसरी चाहिँ नयाँ जीवन चाहिँ जिउन सक्छौँ त, एउटा नयाँ जीवन जिएको व्यक्तिमाथि चाहिँ के कुराहरू चाहिँ हुनुपर्छ त भन्ने विषयमा चाहिँ हामीले हेरेका थियौँ। अनि एउटा नयाँ जीवन जिउनु भनेको चाहिँ कुनै एउटा मान्छेले होइन अनि भन्छ नि त अब धर्म चेन्ज गर्नु अथवा के गर्नु भन्छन्, मान्छे परिवर्तन हुनु, वेशभूषा परिवर्तन गर्नु रहेनछ। नयाँ जीवन भनेको चाहिँ एउटा दिशा बदल्नु रहेछ भन्ने कुरा चाहिँ हामीले बुझेका थियौँ। अनि यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ गलातीको पुस्तक 3:27 अनुसार अनि यहाँनिर चाहिँ 25 देखि 32 पद चाहिँ हामीले बुझ्न सक्छौँ। नयाँ जीवनका चिन्हहरू चाहिँ हामीले यहाँनिर हेर्न सक्छौँ। अनि यहाँनिर 1 नम्बरको बुँदा छ सत्य बोल्नु। 25 देखि 26 पद अनुसार चाहिँ जो चाहिँ एउटा नयाँ जीवन जिएको छ, जुन व्यक्तिले चाहिँ एउटा नयाँ जीवन एउटा प्रभुमा विश्वास गरिसकेपछि एउटा परिवर्तनको जीवन जिएको छ भने उसले सधैँ सत्य बोल्छ भन्ने कुराहरू चाहिँ हामीले एउटा बुँदामा सिकेका थियौँ। अनि 26 देखि 27 पद चाहिँ जो चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ ऊ चाहिँ सधैँ रिस नियन्त्रण गर्छ भन्ने विषयमा चाहिँ हामीले हेरेका थियौँ। जो व्यक्तिले चाहिँ एउटा नयाँ जीवन जिउँछ अनि त्यो व्यक्तिले सधैँ आफ्नो रिसलाई चाहिँ नियन्त्रण गर्छ भनेर भनेको छ। अनि यहाँनिर चाहिँ हामीले हेर्न सक्छौँ रिस गर तर पाप नगर भन्ने विषयमा छ। अनि हाम्रो जीवनमा मानिस छौँ होइन, हाम्रो जीवनमा रिस उठ्छ तर रिस उठे लगतै हामी चाहिँ त्यो पाप गर्न सक्दैन होइन। जो चाहिँ नयाँ जीवन जिएको व्यक्ति छ अनि त्यो व्यक्तिले चाहिँ आफ्नो रिसलाई चाहिँ नियन्त्रण गर्न सक्छ भन्ने विषयमा चाहिँ हामीले हेरेका थियौँ। भजन सङ्ग्रह 4:4 पनि हामीले यही खण्डलाई चाहिँ हामीले भेट्न सक्छौँ। अनि अर्को तेस्रो बुँदा चाहिँ हामीले हेरेका थियौँ जो व्यक्ति चाहिँ एउटा नयाँ जीवन जिएको छ अनि त्यो व्यक्तिले चाहिँ चोरी होइन एउटा परिश्रम गर्ने व्यक्ति हुन्छ होइन। हिजोको दिनमा उसले चोर्ने ढाट्ने होइन त्यस्तो गर्ने व्यक्ति थियो भने जो चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ उसले चाहिँ आफैले मेहनत गर्छ, परिश्रम गर्छ। अनि उसले आफूले खान्छ र आफ्नो परिश्रमको एउटा फलबाट चाहिँ उसले अरूलाई मुट्ठी दिन्छ भन्ने विषयमा चाहिँ हामीले हेरेका थियौँ 28 पद अनुसार। अनि 4 नम्बरको बुँदा छ बोली वचन खराब होइन उत्साहजनक हुन्छ होइन। जो चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ त्यो व्यक्तिको चाहिँ बोली वचन चाहिँ खराब होइन तर उसको हरेक बोलीमा चाहिँ उत्साहका शब्दहरू हुन्छन्। अनि उसका हरेक शब्दहरूमा चाहिँ आशिषजनक सधैँ उसले चाहिँ आशिषजनक शब्द बोल्छ भन्ने विषयमा चाहिँ हामीले हेरेका थियौँ। र यसैसँग मिल्ने खण्ड चाहिँ यहाँ हिब्रूको पुस्तक 10:24 पनि हामीले हेर्न सक्छौँ। अनि यहाँनिर चाहिँ एउटा आशिषजनक बोली जो चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ उसले सधैँ आशिषजनक बोलीहरू चाहिँ उसले चाहिँ बोल्छ, उसले चाहिँ अरूलाई सधैँ आशिषित बोलीहरू उसका शब्दहरू आउँछन् भन्ने विषयमा चाहिँ हामीले हेरेका थियौँ। अनि 5 नम्बरको बुँदा थियो हामीले 30 पद अनुसार चाहिँ वचन अनुसारको उसले चाहिँ जीवन जिन्छ। जो चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ त्यो व्यक्तिले सधैँ परमेश्वरका वचन अध्ययन गरेर वचन अनुसारको जीवन चाहिँ उसले जिइरहेको हुन्छ, जिउने कोसिस गर्छ भन्ने विषयमा हामीले हेरेका थियौँ। अनि 7 नम्बरको बुँदामा चाहिँ जो चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ उसले चाहिँ क्षमा लिन सक्छ होइन। अनि क्षमा दिन पनि सक्छ है। जो चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ जस्तोसुकै अपराधी किन नहोस् है उसले सजिलै अरूलाई के त क्षमा गर्न सक्छ भन्ने विषयमा चाहिँ हामीले 31 देखि 32 पदसम्म चाहिँ हेरेका थियौँ। अनि मन दुख्ने
कुराहरू चाहिँ उसले कहिले पनि बोल्दैन होइन, नबोल्ने कोसिस गर्छ। अनि अर्को छ जो व्यक्ति चाहिँ एउटा नयाँ जीवन जिएको व्यक्ति छ, त्यो व्यक्ति चाहिँ कोमल मनको हुन्छ। अनि उसले चाहिँ के त कोमल मनको हुन्छ अनि उसले चाहिँ सधैँ अरूलाई क्षमा दिन्छ भन्ने विषयमा चाहिँ हामीले हेरेका थियौँ। रोमीको पुस्तक 5 अध्यायको 8 अनि मत्ती 6 को 14 अनि 15, कलस्सीको पुस्तक 3 को 12 अनि 13 पद अनुसारले चाहिँ हामीले यहाँनिर हेरेका थियौँ। म चाहिँ यो वचनदेखि चाहिँ धेरै नै आशिषमय भएँ होइन। कति कमी कमजोरीहरू चाहिँ हाम्रो जीवनमा हुन्छन् र लगतै हामीले परमेश्वरको वचन सुनेपछि साँच्चै नै हामीले चाहिँ यो वचन अनुसारको जिउने कोसिस चाहिँ हामीले गर्नुपर्दो रहेछ होइन। अनि परमेश्वरको वचन चाहिँ एकदम कति मिठो छ होइन, कति असल छ। साँच्चै नै परमेश्वरको वचन अनुसारको हामी चिन्छौँ भने परमेश्वरले अवश्य पनि तपाईँलाई मलाई आशिष दिनुहुन्छ।